नेपाल सरकार मन्त्री परिषदको 2082 पुस 21 गतेको बैठकका निर्णयहरू यस प्रकार रहेका छन्। 1. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ। 2. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा श्री कुलप्रसाद नेउपानेलाई मनोनयन गर्ने निर्णय भएको छ। 3. जेन्जी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन्जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ। 4. नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ। 5. नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ। 6. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 7. वन तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 8. नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा श्री घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ। अन्य बाँकी निर्णयहरू सञ्चार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यहाँहरूलाई उपलब्ध गराइनेछ। हस्।